वेलकम गाइज, स्वागत छ तपाईँलाई मेरो अर्को भिडियोमा। आज हामी कुरा गर्नेछौँ बोतल रोमानियामा कसरी बोतल बेच्न सकिन्छ भन्ने मेन टपिकको साथमा हामी आइसकेका छौँ। यो चाहिँ देख्न सक्नुभएको छ, यो बोतल हामी दुईजनाको हिजो बेलुका ल्याएको बोतल हो। हिजो टाइम नभएर व्यस्तताको कारणले गर्दा आज नुहाइधुवाइ गरेर बोतल बेच्न हामी निस्किसकेका छौँ। कति आउँछ त यति बोतल बेचेर त्यो पनि हामी तपाईँलाई देखाउनेछौँ। बाँकी भिडियो अर्को भागमा। फाइनल्ली हामी बोतल बेच्ने मेसिनमा आइसकेको छौँ। ल मेसिन यो भाइ गइहाल्ने ट्याक्कै माथि आरएनले यो यहाँको लोकल करेन्सी हो। ट्याक्कै हामी देखाउँछ कति बोतल बेच्यो। ल सुरु गर्दैछन् हाम्रो भाइले। मेसिनमा केही कमजोरी आएको छ। हाम्रो यहाँको रोमानियन लोकल मान्छेले यहाँ टप्लुवालाले हेर्नुभएको छ। ल हाल भनेको कि यसले। र एउटा गयो 50 पैसा। तेह्र 0.50 पैसा यहाँको रोमानियन। मेगा इमेज यहाँ जाने टक्क एक्सचेन्ज गर्ने, यहाँ चाहिँ यो पर्ची दिने, तिनीहरूले पैसा दिन्छन्। यो 23 रुपियाँ भनेको लगभग नेपालको 750 समथिङ, 750-52 को एभरेजमा आउँछ यो चाहिँ।